हेलो एभ्रिवान, गुड मर्निङ सबैजनालाई। आज यसो मेरो वरिपरि घरको भ्यूसहरू देखाउँछु तपाईँहरूलाई। हेर्नुहोस्, मेरो डगी यहाँ छ। हाँस हेर्ने कराएको हेर्नु कस्तो कराउँछ कि। झन् छेउमा गयो भने झन् कराउँछ हेर्नु। रातुलाई जाडो भयो होला, घाम त यो मेरो पास्टाको सिनेरी। यहाँ बाटो छ छेउमै। त्यही माथि चाहिँ मेरो घर हो। यता चाहिँ आपाहरूको, यो चाहिँ आपाहरूको ग्यारेज। मैले अस्ति इस्कुस रोपेको थिएँ कि, हेरौँ ल। हुँदो रहेछ, जागेछ यो इस्कुसको बोट। अन्त अझै मुनि रोपेको छु। जा तल जा जा जा। खालि यहाँ मेरो कुखुराको चारोहरू खान आउँछ कि तल तल गाउँको हाँसहरू। यहाँ एउटा रोपेको छु इस्कुस। यो दार्जिलिङको बिरुवा रहेछ कि, अन्त यहाँ रोपिदिएको छु। के लामो भएछ, यो त राम्रो भएछ, लामो भएछ। यो चाहिँ मेरो कुखुराको खोर। यो चाहिँ आपाको घर हो। फेरि आएछ भित्र। जा जा कस्तो बस्नु, जा जा। कस्तो खालकेहरू छ, खालि यहाँ आउँछ चारो खानु कि। मेरो कुखुराको चारो यहाँ राख्छु नि त, यहाँ राख्छु कि कुखुराको चारो। अन्त खालि यहाँ आउँछ खानु। हेर्नुहोस्, यो चाहिँ कुखुराको खोर। यो माथि चाहिँ आँपको बोट हो, रुख, आँपको रुख छ। यो चाहिँ मैले अस्ति भर्खर बनाएको। मेरो चल्लाहरू ओथ्रा बसेको छ कि कुखुरा, चल्लाहरू यहाँ हाल्नु पर्यो भनेर नेटको यो गरेर। यो चाहिँ दाउरिमको बोट छ, एउटा यहाँ छ, एउटा यहाँ छ। यहाँ चाहिँ उखु छ। अन्त यहाँ चाहिँ सजना, यहाँ सजनाको बोट छ। यहाँ उखुको बोट छ। यहाँ दारिम, दारिम मिन्स पोमोग्रेनेट। अन्त सजना मिन्स ड्रमस्टिक। उखु मिन्स सुगर क्यान। यहाँ चाहिँ आँपको रुख। आँप मिन्स थाहा छ तपाईँलाई म्याङ्गो। मेरो जतिजना भ्युवर्सहरूले नेपाली बुझ्नुहुन्न उनीहरूका लागि। So this is the view of my hometown. र देखेको चाहिँ दलसिङ के अरे खोक्लाको हाइवे। तपाईँलाई अस्ति देखाएको देखाए अस्ति मैले खोक्लाको हाइवे। यहाँबाट मेरो घरबाट पनि देख्छ खोक्लाको हाइवे। हेर्नुहोस् मेरो गाउँको वरिपरि छरछिमेकीहरू। अब चाहिँ लन्च पकाउनु गएको कि, छिन जाडो जाडो रहेछ आज। तपाईँलाई, मेरो भ्युवर्सहरूलाई, मेरो सब्सक्राइबरहरूलाई कस्तो लाग्यो सेयर गर्नुहोस्, कमेन्ट गरिदिनुहोस्। यहाँ चाहिँ अम्बकको रुख, यो अम्बकको रुख जस्तो लाग्यो, गुवाको रुख। अन्त यो चाहिँ फ्लावर्सहरू छ यहाँ बाबाको। अब बाबाले रोप्नु, आमाले रोप्नु भएको, आमा त एक्सपायर हुनुभयो है। अन्त अब हेरिरहेको छ बाबाले अहिलेसम्म, भाइ र बाबाले।
ब्याकवार्ड किचन यो चाहिँ ब्याकवार्ड किचन चुला अहिले चुला युज गरेको छैन पुरा जस्तो राखेको छ रफट यो चुला चाहिँ म आफै बनाएको आफै यस्तै टाइम पास गरेर बनाएको थिएँ लास्ट थुप्रो भयो 5 years हुन आँट्यो आमा एक्सपायर हुँदा अगाडि बनाएको मैले इँटा लगायो प्लास्टर गरेर यो रड लगाइदिएको यो चाहिँ घरको पछाडि यो चाहिँ मौरीको चाखा हेर्नुहोस् हनीको होम हनी बनिन्छ यहाँ घुमिरहेको छ हेर्नुहोस् पुरै अन्त एउटा इस्कुसको बोट मैले यहाँ पनि रोपेको छु एउटा हो होप सबैजनालाई मेरो होम टाउनको सराउन्डिङ्सहरू देखाइदिएको आज चाहिँ सायद तपाईँलाई मन पर्नुहुन्छ होला कि मन पर्नुहुन्न तपाईँले मलाई कमेन्ट गरिदिनुहोस् सब्सक्राइब गरिदिनुहोस् अन्त अब चाहिँ म लन्च पकाउनु जाने सबैजनालाई बाई बाई